जति पनि अलैँची खेती गर्ने साथीहरूले अलिकति ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने चाहिँ यो औलतिर भर्लाङ अलैँची नरोप्नुहोस् तपाईँहरूले। यो औलमा भर्लाङ अलैँची सुट गर्दैन रहेछ। यस्तोहरू हुँदै मर्दै जान्छ। यो अर्को साल फल्ने टुसाहरू यस्तो हुँदैछ। हेर्नुहोस् त, यो टुसाहरू पनि त्यति राम्रो देखेको छैन यिनीहरू। तर यो यस्तो छ, कोही बोट चाहिँ फेरि राम्रो छ। यो त्यति राम्रो अलैँची औलमा सुट गर्दैन रहेछ यो भर्लाङ चाहिँ। बरुभन्दा तपाईँहरूले औलमा चाहिँ सिराम्ना नै रोप्नुहोस्। सिराम्ना नै राम्रो हुन्छ, फल्छ पनि, त्यति बोट मर्दैन। यो औलमा भर्लाङ चाहिँ 50% मर्छ जस्तो लाग्यो मलाई। यो घामले पनि पुरा सताउँछ। घाममा त्यति हुँदैन पनि रहेछ यो पानी लाउँदा पनि कि बरु पानी लाउँदै ओर्दै औलमा चाहिँ सिराम्ना नै राम्रो हुन्छ है साथीहरू अलैँची चाहिँ।